त्यति बेला एक किसिमको भाते निन्द्रामा परिसकिएको रहेछ। बाहिर हल्ला खल्ला भयो। बाहिरबाट चाहिँ आगो लाग्यो भनेर कराइ गर्दाखेरि अनि त्यहाँदेखि अब बाबु छोरा सुतेको छु, ए नानी आगो लाग्यो अरे निस्क्यौँ भनेर भने। खुट्टा एउटा झोला बोकेर खुट्टा बाहिर अब यसो ढोका खोल्नु खोज्दाखेरि तलबाट हर्रै धुवाँ, बाहिर केही निस्किन सक्ने स्थिति नभएपछि हामी अनि एक माथिल्लोपट्टिबाट यो बरन्डापट्टिबाट अनि तलबाट हाम फाल्यो भनौँ न, हाम फालेर भाँच्यो। आगो सल्किने बित्तिकै म आइपुगेको थिएँ। हडसर नाङ्गै हुनुहुन्छ, खाली खुट्टा हुनुहुन्थ्यो, एउटा सानो कट्टु लाउनु भएको थियो, नाङ्गै बाहिर निक्लिनु। नाङ्गै छु नि, नाङ्गै थिएँ नि। होइन, एउटा स्कुलको एउटा कागजपत्र चाहिँ मलाई दिमागमा आइहाल्यो। अब मेरो विद्यालयको कागजपत्र नै अब सकियो भने त अरू त के रह्यो भनेर त्यो झोला चाहिँ हतार नानीले फ्याँक्यो। झन् त्यो पल्लो घरको भाइले तल पक्रिदिएछ र। नातिनी चाहिँ मोबाइल हेर्दै हुनुहुन्थ्यो, म त सुतिहाली पाएको मान्छे है। 10 बजीतिर हल्ला है, अब बोजू आगो लागि भरे हल्ला हुँदैछ, उठ्नुहोस् भनेर सिराकहरू फाल्नुभयो है। ढोका खोलेर हेर्दाखेरि एउटा तल्लोपट्टि मुढा जत्रो ज्वालो मात्रै उठ्या देखेँ है। त्यहाँदेखि के भयो भने मैले चाहिँ भित्र गएर बक्साहरू अब तान्नु थालेँ, अब सामान कागजपत्रहरू नागरिकताहरू निकाल्छु भनेर। र अनि चाबी खोल्छु, चाबी पनि अब मैले भेटिनँ, अकमकेर। र अनि त्यहाँदेखि भएन, फेरि अब 3 तालमा त आगो माथि भइसक्यो। अनि के गरौँ भन्दा अनि म त कस्तो सपना विपना भइहालेँ। त्यहाँदेखि त मलाई त अब फेन्ट भइहाल्यो। अब पानी माग्दा कुनैले पानी दिएन, पुलिसहरूले पनि अब तानेर समाएर उता लगे घिस्टाएर है। त्यहाँदेखि अब यस्तो भयो, सपना विपना भयो। अब चाहिँ थाल्नु पर्यो, ल्याइ ठेक्का गाडी किरी सबै किराइरहेको कागजहरू सबै पढो न कागज सबै। विश्वव्यापी महामारी कोभिडबाट जोगिने एउटा मुख्य उपाय घरभित्रै बस्ने। यस्तो बेला ताप्लेजुङ सदरमुकाम फोङलिङका 36 परिवारको भने बस्ने घर जलेर खरानी भयो। उनीहरूले अन्तै आश्रय लिनु परेको छ। रातको समयमा लागेको यो आगोले 8 घर जलेर नष्ट भए। बत्तिएको आगो धेरै परसम्म नपुगोस् भनेर बीचका 2 घर पनि भत्काइए। पूर्वी पहाडको ताप्लेजुङ सदरमुकाममा आगलागीको घटना भइरहन्छ। 17 वर्ष अघि वीरेन्द्र चोकको आगलागीमा पसल पोलिएका योगेन्द्र गुरुङको यसपालि पनि पसल खरानी भयो। 2060 साल चैत 15 गते पनि हामी तल्लो बजारमा थियौँ, पोस्टबाद कार्की घरमा हामीले यही स्टेसनरी व्यवसाय गरेर बसेको। त्यतिखेर त अब यो ठ्याक्कै द्वन्द्वको समय थियो। त्यो बेलामा त अब हामीले घरबाट आएर गेटभित्र छिर्न सक्ने अवस्था पनि थिएन। त्यतिखेर अब सबै क्षति नै भयो। तर अहिले यो वर्ष पनि वैशाख 19 गतेको एकदमै हाम्रो लागि त कालो दिन जस्तो भएको छ। किनभने हामी त यहाँ व्यवसाय मात्रै गर्थ्यौँ, घरमै गएर चाहिँ बस्ने। मैले व्यवसाय गरेर बसेको दोकान चाहिँ सबभन्दा पहिला ध्वस्त भएको मैले देखेँ। म त घरबाट आउँदै माथिबाट छानाहरू झरिसकेको थियो। आगलागी हुनुभन्दा अगाडिको यो दृश्य हेर्दा थाहा हुन्छ कि यो धेरै भिडभाड हुने ठाउँ हो। यात्रुवाहक जीप अनि ट्याक्सी स्ट्यान्ड पनि हो। पसलको लहरमा ती मोटर गाडीलाई बिक्री गर्न राखिएका डिजल पसल, घरघरै खाना पकाउने ग्यासका सिलिन्डर अनि आगोले सजिलै बल्ने सल्लो, उत्तिस र कटुसका काठले बनाइएका घर टहरा। आगोलाई यति भएपछि अरू के चाहियो र? यस्तो बजारलाई 4 घण्टाभित्रै आगोले यस्तो उजाड बनाइदियो। रातको 10:15 बजेतिर सुरु भएको आगो राति 2 बजेतिर मात्रै मत्थर भयो। तर बिहानैसम्म राम्ररी निभिसकेको थिएन। खबर पाउने बित्तिकै ताप्लेजुङमा भएको एक्लो दमकल आउन त भ्यायो, तर प्राविधिकले पानी छिट्ने प्रविधि मिलाउन नसक्दा आधा पानी उसै खेर गयो। दमकलमा बचेको आधा पानीले आगो निभाउन खासै मद्दत भएन। आगो दन्दनी दन्किरह्यो, दमकलको पानी सकियो। रित्तो दमकल पानी भर्न पोखरीतिर उइक्यो, तर बाटैमा टायर पङ्चर भयो।
टायर फेरिवरी पानी भरेर फर्किन्जेल झन्डै 1 घन्टा समय खेर गयो। हामीसँग दमकलमा पानी नभइरहेको अवस्था र पानी लिएर आए पछाडि पनि त्यसलाई व्यवस्थित रूपमा चाहिँ हान्न नसक्नु एउटा त्यो कारण एउटा र तिनै टहराभित्र चाहिँ ज्वलनशील चिज जुन डिजल चाहिँ स्टक गरेर राखेको थियो त्यो डिजल डढेको कारणले गर्दाखेरि र अब प्रत्येक घरमा ग्यास त हुन्छ नै त्यो ग्यासको यो लकडाउनको कारणले स्टक बढी ग्यास भएको कारणले गर्दा पनि त्यो ग्यासहरू बढी विस्फोट भयो र धेरै ग्यास पड्केको कारण र घर टहरा चाहिँ एकदम बाक्लो भएको कारण र हामीले चाहिँ आगो निभाउनका निम्ति पूर्व तयारी नभएकै कारणले गर्दाखेरि चाहिँ आगो एकदम ढिलो नियन्त्रण भएको हो। सेना, सशस्त्र प्रहरी र स्थानीय मरिमेटेरै लागि परेका थिए। पानी वा अरू प्रविधि नभए आगो कसरी साम्य हुन्थ्यो र? पुरानो बैंक लाइनमा 16वटा घर जोडिएका थिए। आगो नियन्त्रणमा दिलोज्यानले लागि परेकाहरूले उपाय निकाले छेउका घर टहरा भत्काउने, आगोलाई थप फैलन नदिने। बल्ल बल्ल पानी भरेर दमकल त आयो, तर डिजल र ग्यास बलेका ठाउँमा आगो निभाउन हम्मे पर्यो। यो आगलागीको कारण पत्ता नलागे पनि विगतमा फुङलिङमा भएका आगलागीका घटनाहरू ससाना कमजोरीबाट सुरु भएको देखिन्छ। ताप्लेजुङको फुङलिङमा 2060 साल यता 10 आगलागीका घटना र त्यसका कारणहरू यस्ता छन्। 60 साल फागुन 13 गते तोक्मे डाँडा छेउ वासुदेव भट्टराईको घरमा भएको आगलागीको कारण खुल्न सकेन। घटनामा परि हर्कबहादुर तामाङको ज्यानै गयो। महिना दिन कटेपछि 23 साल वीरेन्द्र चोकमा 44वटा घर जल्यो। आगलागीको कारण थियो डेरामा बसेका विद्यार्थीले बालेको टुकी। 65 साल वैशाख 23 गते तोक्मे हटियामा 4 घर जले, 3 भत्काउनु पर्यो। घटनामा परेर असार सिंह राईको ज्यान गयो। यो घटनाको पनि कारण खुल्न सकेन। 68 साल चैत 7 गते घुसेनी जङ्गलमा लागेको डडेलुली बस्ती भेट्यो। आगोले धनभक्त र बुधमाया थापा मगरको ज्यान गयो, घर पनि डढ्यो। एकै वर्ष नपुग्दै 69 साल माघ 26 गते शेर्पा टोलमा 8 घर जले। कारण थियो डेरामा बस्ने विद्यार्थीले बालेको मैनबत्ती। यो घटनाको पनि 1 वर्ष नपुग्दै 70 साल कार्तिक 18 गते टुक्रे बजारमा 5 घर जले। आगो अघि नबढोस् भनेर अरू 12वटा घर भत्काइए। तिहारमा सेलरोटी पकाउँदा आगो उम्किएर यत्रो घटना भएको रहेछ। एकै सालमा फेरि आगलागी दोहोरियो। 71 चैत 9 गते पूर्वेली होटलमा रक्सी जान्दा उम्किएको आगोको लप्काले तोक्मे बजारका 37 घर जले, 7 घर भत्काउनु पर्यो। फेरि 73 साल वैशाख 25 गते कफी हाउस मुनि नेत्रप्रसाद बरालको घरबाट सुरु भएको आगलागीको कारण चाहिँ बिजुलीको भोल्टेज गडबड भएकाले स्पार्क भएर भनिएको छ। यो घटनामा 2 घर जले। 74 साल चैत 9 गते होटल इकोभ्यूमा बिजुली सर्ट सर्किट भएर आगो लाग्यो। अनि हालसालै 2077 वैशाख 19 गते पुरानो बैंक लाइनमा भएको आगलागीमा 8 घर जले, 2 घर भत्काइए। पछिल्ला 17 वर्षमा भएका यी 10 घटना प्रतिनिधि उदाहरण मात्र हुन्। आगलागीमा परेर 4 जनाको ज्यान गयो, 3 जना घाइते भए। 1 अर्ब 22 करोड रुपैयाँ भन्दा धेरैको क्षति भएको हिसाब छ। जिल्लाभरिको सबै क्षतिको एकिन तथ्याङ्क त प्रहरीसँग पनि छैन। जिल्ला प्रहरी कार्यालयसँग भएको मोटामोटी तथ्याङ्कलाई हेर्दा 2059-60 साल यता जिल्लाभरि 1011वटा आगलागीको घटना भएको देखिन्छ। क्षेत्रफलका आधारमा ताप्लेजुङ नेपालकै तेस्रो ठुलो जिल्ला, जमिनको तुलनामा जनसङ्ख्या भने निकै कम छ। यस्तो अवस्थामा प्रहरीको तथ्याङ्कमै यति धेरै आगलागीका घटना समेटिनुले के बुझिन्छ भने योगेन्द्र गुरुङ जस्तै पटक पटक आगलागीको चपेटामा पर्नेहरू ताप्लेजुङमा अरू पनि छन्। खिजिनिमको पुर्ख्यौली घर छाडेर सावामा बसाइ सरेका मनोज लिम्बुले बल्ल तल्ल बनाएको घर पहिरोले पुग्यो। त्यसपछि 69 सालमा उनी सदरमुकाम फुङलिङमा बसाइ सरे। 23 साल ऋण धन गरेर उनले शेर्पा टोलमा घर जोडे। अनि तोक्मै हटियामा कपडा पसल थापेर गुजारा गर्न थाले। तर 65 सालको आगलागीमा पसल खरानी भयो। बल्ल बल्ल उठेका उनी फेरि डले। घर पसल जोड्दाको ऋण तिर्न मनोज बहराइन पुगे। विदेशमै छँदा 69 माघ 26 गते यता घर जलेको खबर सुन्नु पर्यो। ऋणै तिर्न सक्दै घर जल्यो। उनको मेहनत फेरि खरानी भयो। 3 चोटि भयो। यहाँ त खरानी निस्किने केही पनि निकाल्न सकेन। म पनि थिएन, मेरो श्रीमती थियो, छोराछोरी पनि थिएनन् त्यति।
बाहिर थियौँ हामी, एकजना बुढी मात्रै थियो यहाँ। यही घरमा लाग्यो, यो जयकै घरमा त्यो स्कुलियाहरूले स्कुलिया राखेको थियो, स्कुलिया त्यो मोमबत्ती थियो रे नि, अनि त्यसले लागेको। यो विदेश गएको थियो नि यो जय चाहिँ। त्यतिखेर चाहिँ एउटा यो बन्दकीमा बसेको थियो मेरो घरमा इक्खाबुको। उहाँले चाहिँ एउटा विद्यार्थी नानी राखेको रहेछ, अनि त्यहाँदेखि तालामाथि चाहिँ ट्युसन पढ्ने गरेको थियो। र त्यतिखेर एउटा यो जस्तो बिजुलीको त्यति थिएन होइन, क्यान्डल बालेर पढ्थ्यो। त्यो विद्यार्थीले चाहिँ क्यान्डल अब उसले बाल्दै हो कि बा बिर्सेर त्यो राखी छोडेर त्यहाँबाट चाहिँ आग लागि सुरु भएको हो यो घरबाट। पूर्वी पहाडको ताप्लेजुङमा आखिर किन बारम्बार आगो लागिरहन्छ त? मैले आफै अब अनुभव गरेको त्यस्तो कुराहरू भोगेको कारणले गर्दाखेरि चाहिँ त्यो मुख्य गाउँघरमा चाहिँ आग लाग्यो भने बढी सम्भावना चाहिँ खोले पकाउने अँगनामा छोडेको आगोको भुङ्रोको कारणले हुन्छ। बाहिरी खोले पकाउने भुङ्रो पुरा धेरै प्रशस्त मात्रामा हुन्छ। त्यसलाई चाहिँ बेलुका ननिभाइकन चाहिँ त्यत्तिकै छोड्ने चलन छ कतिपय ठाउँमा चाहिँ नि। हावा लागेको बेला त्यही भुङ्रो चाहिँ के हुँदो रहेछ भने हावाले सट्टा हान्छ, हावा आउँदाखेरि अनि त्यो फुरफुर गरेर त्यो हावाले जब त्यहाँ हान्छ, हानिसकेपछि त्यो कोइलाहरू चाहिँ झरिलो रूपमा हुने, अनि त्यही कोइलै ओरतिर परतिर हावाले उडाउँदो रहेछ। उडाएपछि छेउमा भएका झ्याचुस के सर्किने, जसले गर्दा त्यसको कारणले गर्दाखेरि चाहिँ अब आग लाग्यो भने चाहिँ ठुलो सम्भावना हुँदो रहेछ। अझ बजारको क्षेत्रमा त सुँगुर अधिकांश धेरै मान्छेले सुँगुर पालेको छ। सुँगुरलाई चारो पकाउने क्रमहरू त्यो एकदम छ। अनि सुँगुरलाई चारो पकाउने, त्यो सँगसँगै त्यही ठाउँमा रक्सी पार्दाखेरि पनि भुङ्रो धेरै हुने, त्यो जोखिम चाहिँ एकदम छ। आपसमा जोडिएका काठका घर आगलागीको जोखिममा रहेको अनुभव जनप्रतिनिधि र सरकारी अधिकारीले नै गरेका छन्। त्यहाँ चाहिँ अलिकति घर बनाउँदाखेरि त्यहाँको घरको संरचनाहरू बनाउँदाखेरि चाहिँ अलिकति अव्यवस्थित तरिकाले होइन जोडिएको घरहरू एक अर्कामा जोडेको, अलिकति पनि खाली ठाउँ डिस्टेन्स छैन। संरचनाहरू टिनको छानाहरू काठको घर भएको कारणले त्यहाँ आगो लागि भएको छ। धेरै ठाउँ धेरै जसो अहिलेसम्म काठको घर र टिनको छानाबाटै ताप्लेजुङ बजार आगो लागि भएको छ। जनताको जीवनस्तर र उहाँको आय स्रोतहरू जति हुन्छ त्यहीबाट उहाँहरू सहर बजारमा आएर आफ्नो क्षमता अनुसारको घरहरू निर्माण गरेर पेसा व्यवसाय गर्ने गरेको पनि पाइन्छ। र यसरी पेसा व्यवसाय र आफूले बनाएका घरहरूमा मान्छेहरूलाई कोठामा राख्ने, अनि कोठामा बसेका जो अभिभावकहरू हुनुहुन्छ उहाँहरूकै लापरवाहीको कारणले पनि धेरै आगलागीहरू भएको घटनाहरू चाहिँ यो ताप्लेजुङको फुङलिङ बजारमा यही पुरानो ब्याङ्क लाइनमा भर्खरै भएको आगलागीले पनि पुष्टि गरेको छ। यदि त्यहाँ चाहिँ पक्की घरहरू चाहिँ नभइदिएको भए यो बजार चाहिँ यो 6-7वटा घर मात्रै होइन कि धेरै घरहरू जलेर चाहिँ बजार चाहिँ तहस नहस हुने स्थिति पनि रहँदो रहेछ। सल्लो 30 जस्ता कुकाठले बनेका घरहरू, धेरै कच्ची घर पुराना घरहरू छन् र त्यो बजारको क्षेत्रमा चाहिँ त्यस्ता घरहरू झुरुप्प छन् र एउटा घरमा आगो लाग्ने बित्तिकै अरू घर भेट्छ, एउटा कारण छ। अर्को चाहिँ यी पुराना घरहरूमा चाहिँ परम्परागत आगोवाला चुलो र त्यो चुलोमाथि सेकाउने दाउरा सेकाउने चाहिँ यो क्रियाकलापले पनि आगलागी बढेको छ। र अर्को चाहिँ हाम्रोमा अब यो पहाडी क्षेत्र भएको हुनाले यो परम्परागत रूपमा रक्सी पार्ने प्रवृत्ति, त्यसमा चाहिँ अत्याधिक आगोको प्रयोग हुने र त्यो आगो चाहिँ अलिकति बेबारिस प्रकारको हुने हुनाले यी कारणले चाहिँ धेरै फुङलिङमा र ताप्लेजुङमा विशेष गरी आगो लाग्ने गर्छ। यी चाहिँ हाम्रा चुनौती हुन्। विपदको बाटो छेक्ने पहिलो र महत्त्वपूर्ण उपाय भनेको आगै नसल्कियोस् भनेर चनाखो हुनुपर्ने आगलागीकै मार झेलिसकेकाहरूको अनुभव छ। आगोहरू प्रयोग गरी तपाईँको किचनबाटै आगो लाग्ने हुन्छ। त्यसैले सबैभन्दा पहिलो त किचनलाई व्यवस्थित गर्नु पर्यो। त्यसलाई राम्ररी आफूले चाहिँ आगो ठिक ठाउँमा छ छैन, ती ग्यासहरू ठिक ठाउँमा निभाएन, ती सबै कुरालाई हेर्नुपर्ने नै हेर्नु नै सबैभन्दा राम्रो। आगो लागि हुन नदिनको लागि चाहिँ अब आगोलाई एकदमै नियन्त्रण गर्नु पर्यो।
अनि होसियारीपूर्वक गर्नु पर्यो होइन। अनि अब सबैभन्दा त्यो अर्को चुल्हाभन्दा सुधारिएको चुल्हामा चाहिँ सजिलो हुँदो रहेछ होइन। आगोको पनि नियन्त्रण हुने चाहिँ रहेछ। कतिपय होटलमा अलिकति लापरवाही पनि छ, किनभने मान्छेहरू अलिकति बढी होटलको लाइनमा चाहिँ अलिकति खाने ओर्ने, होटलमा अब रक्सी तताएर बलेको भन्ने हल्ला छ। कोही अब चुरोट खाएर चाहिँ अब लापरवाही फाँकिदिने, अलिकति आगोको व्यवस्थित गर्न नसकेर नै यस्तो घटना घटेको जस्तो लाग्छ मलाई चाहिँ। झगडा र आगोको बिउ ठुलो चाहिन्न, सानै काफी। आगलागीको चपेटामा परिसकेका भुक्तभोगीको अनुभव सुन्दा कारणहरू धेरै ठुला र जटिल छैनन्। वस्तुभावलाई कुँडो, चारो पकाउँदा उसै छाडेको भुङ्रो, भान्साबाट उम्केको, टुकी वा मैनबत्तीबाट सल्केको, बिजुली सर्ट हुँदाको झिल्को वा चुरोटका ठुटाले सल्काउने आगो। तर जटिल चाहिँ के छ भने सल्किएको आगो बेलैमा निभाउन सकिएको छैन। हामीले यहाँ हेर्दाखेरि अलिकति यहाँको चाहिँ यो जियोग्राफीको हिसाबले पनि रेस्क्युमा अलिकति अप्ठ्यारो छ। साँगुरो बाटो छ र पानीका चाहिँ सोर्सहरू अनि दमकलको चाहिँ व्यवस्थापनका कुराहरू पनि अलिकति कमजोरी देखिन्छ। के छ भने हामीसँग अहिले अलिकति त्यो आगो निभाउने स्रोत र साधनको चाहिँ कमी देख्छु म। हामीसँग त्यो फायर ज्याकेटहरू जुन छ त्यो नै छैन, त्यो चिजहरू पनि व्यवस्थापन गर्न सकेका छैन। अब त्यो प्रोटेक्सन, आगो निभाउने मान्छेलाई त्यो उसको चाहिँ प्रोटेक्सन, आफू प्रोटेक्सन हुन सकेन भने उसले कसरी आगो निभाउन सक्छ होइन। फुङलिङमा एउटा दमकल छ, जिल्लाभरिकै एउटा। ठुला आगलागी हुँदा 5 घण्टा टाढा इलाम र 7.5 घण्टा टाढाको झापादेखि पनि दमकल डाकियो। दमकल आयो पनि, तर आगोले आफ्नो काम सकिसकेपछि। अहिले जिल्लामै भए पनि आगलागी नियन्त्रणमा दमकल प्रभावकारी हुन सकेको छैन। 2072 सालमा किनिएको यो दमकल सञ्चालन सशस्त्र प्रहरीको मातहतमा थियो। पोहोर 76 सालदेखि भने फुङलिङ नगरपालिकाले आफ्नो मातहतमा लियो। चालक नियुक्त गरेर दमकल सञ्चालन तथा व्यवस्थापन समिति पनि बनायो। तर पालिकाको नयाँ टोलीसँग पर्याप्त सिप र दक्षता भएन। आगोसँग खेल्ने कुरो दक्षता नभए दुःख मात्रै पाइन्छ। यसपाला पनि आगो लागेको ठाउँदेखि करिब 100 मिटर नजिकै वीरेन्द्र चोकमा रहेको पोखरीबाट दमकलले पानी तान्न सकेन। अब आगलागी क्षेत्रबाट त लगभग त्यो 100 मिटर नजिक हुनको लागि चाहिँ अब, तर त्यसमा चाहिँ पहिले चाहिँ अब पोखरीको छेउमै गाडी जान्थ्यो। अहिले चाहिँ अब त्यसको वरिपरि चाहिँ संरचनाहरू, घरहरू निर्माण भएको हिसाबले त्यहाँदेखि पानी तान्न चाहिँ हामीहरूलाई लगभग 70 देखि 100 मिटरको पाइप आवश्यक रहन्छ। अब त्यो जुन दमकलदेखि पानी तान्नका लागि प्रयोग गरिने पाइप चाहिँ त्यो फरक खालको हुन्छ। जुन फायरिङ गर्दा प्रयोग गरिन्छ त्यो पाइपले पानी तान्न सकिँदैन। त्यो पाइप चाहिँ हामीहरूसँग दमकलमा लगभग हामीसँग 4वटा पिस छ। त्यो चाहिँ 6 मिटरको छ, 6 चौको 24 मिटर मात्रै छ हामीसँग। र त्यो पाइपले त्यहाँमा नपुग्ने र उक्त पोखरीबाट पानी तान्न चाहिँ अलिकति असम्भव हुने हिसाबले हामीहरूले फुङलिङ नगरपालिकाले तोकमे डाँडा स्थित नर्सरीमा बनाएको आफ्नै पानी ट्याङ्कीमा गएको थियौँ। र उक्त क्षेत्रमा पनि हामीहरूले चाहिँ पानीको पम्पबाट दमकलमा पानी तान्न सफल भएन। नभए पछाडि हामीहरूले तत्काल खानेपानीसँग समन्वय गरेर तोकमे डाँडा भन्ने ठाउँमा चाहिँ खानेपानीको मेन पाइपलाइन काटेर त्यहाँ उक्त क्षेत्रबाट चाहिँ हामीहरूले पानी भरेर आगलागी नियन्त्रणमा चाहिँ हामीहरूले प्रयोग गरेको थियौँ। यो घटनापछि नगरपालिकाले पहिला वडा अध्यक्षको नेतृत्वमा बनेको समिति भङ्ग गरेर नयाँ क्विक रेस्पोन्स टिम बनाएको छ। नगरपालिकाका कर्मचारीहरू समेटेर बनाइएको यो टोलीले पनि आगो निभाउने सम्बन्धी तालिम पाएका छैनन्। फुङलिङ नगरपालिकासँग दमकल सञ्चालन गर्नका लागि त्यस्तो दक्ष जनशक्ति छैन। र अहिले तत्काल नियुक्ति भएको हाम्रो दमकल चालक जो हुनुहुन्छ उहाँले पनि अहिलेसम्म दमकल सञ्चालन सम्बन्धी त्यस्तो दक्षता, विज्ञता कहीँबाट त्यस्तो ट्रेनिङहरू हासिल गरेको छैन, प्राप्त गरेको छैन। हामीहरूले सशस्त्र प्रहरी बलले चाहिँ यस अगाडि दमकल सञ्चालन सम्बन्धी ट्रेनिङ लिएको रहेछ भने हामीले लिने भनेर उहाँहरूसँग अनुरोध गऱ्यौँ। उहाँहरू पनि दमकल सञ्चालन सम्बन्धी त्यस्तो पोख्त विज्ञ मान्छे कोही नभएको हुनाले हामीहरूले नै युट्युबहरूबाट हेरेर त्यसमा भएका जुन फायरिङहरूदेखि लिएर पानी तान्नेहरूदेखि लिएर ती कामहरू चाहिँ हामीहरूले आफ्नै हिसाबले गरेका थियौँ। र त्यो पनि त्यस्तो राम्रो तरिकाले हामीहरूले ज्ञान हासिल गर्न सकेनौँ। र त्यो नभएको हिसाबले चाहिँ हामीहरूले ताप्लेजुङ जिल्लामा भएको आगलागी पछाडि
इटरी उपमहानगरपालिकाका दमकल चालकलाई लिएर चाहिँ हामीहरूले 1 दिनको ट्रेनिङ चाहिँ लिएको छौँ। त्यसमा चाहिँ हामीहरूले जस्तै पम्पबाट पानी कसरी तान्ने, हामीहरूले फायरिङहरू गर्दाखेरि कसरी गर्ने र आफू कसरी सुरक्षित रहने भन्ने कुराको चाहिँ हामीहरूले त्यसबाट थोर बहुत ज्ञान अर्थात् तालिम प्राप्त गरेका छौँ। दमकल सञ्चालन गर्ने दक्ष जनशक्तिको अभाव मात्र होइन, 5 वर्ष पुरानो पाइप लगायतका पाट पूर्जा जीर्ण हुन लागिसकेकाले मर्मत समार गर्नुपर्ने भएको छ। यी त भए व्यवस्थापनका चुनौतीहरू। यो सँगै फुङलिङका झुरुप्प परेका बस्ती, जोडिएका काठका घरहरू अनि साँघुरा सडक पनि आगलागी नियन्त्रणमा अर्को महत्त्वपूर्ण चुनौतीका रूपमा छँदैछ। दमकल जान सक्ने गरी कमसेकम चाहिँ सडकहरूलाई फराकिलो पार्नुपर्ने छ। फुङलिङका अहिले पनि कतिपय क्षेत्रमा चाहिँ दोहोरो आगो लाग्यो भने वा दमकल जान सक्ने अवस्था छैन। त्यसलाई चाहिँ सडक फराकिलो पर्नेछ। हामी तोक्मेदेखि टुक्रेसम्म पुग्दा ठाउँ-ठाउँमा आगलागी भएको छ। आगलागी भएको ठाउँमा चाहिँ आगलागी भएर ध्वस्त भइसकेपछि नयाँ संरचना आउँदा अलि फराकिला 6 मिटर 7 मिटरको बाटो भएर घरहरू अलि पक्की घर पनि बनेको अवस्था छ। तर बीच ठाउँमा अहिले पनि त्यो जोखिम चाहिँ अहिले पनि त्यो अवस्थामा छ। हाम्रा काठका घरहरू पहिल्यै बनेका छन् अनि बाटो पनि साँघुरो छ। यहाँ चाहिँ दमकल चलाउनको लागि अप्ठ्यारो पनि छ हैन। तल्लो बजार चाहिँ एकदम साँघुरो है। कतिपय ठाउँमा पोलमा सर्ट्छ गाडी अनि बारदलीमा पनि ठोकिन्छ हल्का है। अनि त्यसपछि अब बीच बजारमा आगो लागि एकथम भइगयो भने हामी पानी लिएर त जान्छौँ, हान्छौँ, फेरि फर्किनलाई बाटो छैन अनि ब्यागको ब्याग हामी निक्लिनु पर्ने हुन्छ। त्यसमा घन्टौँ टाइम लाग्न सक्छ। अचेल घर घरमा खाना पकाउन प्रयोग हुने सिलिन्डरमा भरिएको ग्यास र डिजल पेट्रोलका ड्रम नयाँ चुनौतीका रूपमा थपिएका छन्। उद्योगी व्यवसायहरूले पनि ग्यासहरू उहाँले राख्ने तेलहरू चाहिँ ड्रम घरभित्र लाएर राखिदिने। त्यसो भएपछि आगो लाग्दा त्यो तेल चाहिँ त्यो अनि ग्यासहरू चाहिँ पड्केर त्यहाँ चाहिँ उद्धारै गर्न जान नसक्ने स्थिति हुँदो रहेछ। अब गोदामहरूको व्यवस्था चाहिँ पसल र घरभन्दा पनि गोदाम चाहिँ छुट्टै गरेर राखिए त्यस्तो घटना घटिहाल्यो भने त्यो पड्किने ग्यासहरूलाई चाहिँ हामीले पहिल्यै व्यवस्थित गर्न सक्यौँ भने अलिकति आगोलाई चाहिँ कन्ट्रोल गर्न सकिने रहेछ। यी त भए आगो निभाउँदा आइपर्ने चुनौतीका कुरा। 2060 सालदेखि अहिलेसम्म फुङलिङमा 11 भन्दा धेरै पटक त ठुलै आगलागी भइसक्यो। फेरि यस्तो विपद हुन नदिन के गर्ने त? मुख्य गरी यस्तो काठका घरहरू हाम्रो पहिचान हो। तपाईँ जस्तो खालको पहाडी भूभागहरूमा यसको वातावरणको हिसाबबाट पनि यसको वास्तुकला त्यो चिजहरू पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यस्ता काठका घरहरूलाई कसरी सुरक्षित बनाउन सकिन्छ, हाम्रो आफ्नो साधारण सावधानीहरूले हामीले त्यसलाई कसरी बचाउन सकिन्छ भन्ने कुरा त्योभन्दा पनि अब नगरपालिकाकै नेतृत्वमा कतिवटा यस्ता घरहरू चाहिँ जोखिममा छन्। केले गर्दाखेरि यस्तो अग्निका स्रोतहरूले गर्दाखेरि आगलागीका जोखिमहरू पर्न जाँदो रहेछ भन्ने कुराहरू त्यसलाई हामीले नक्साङ्कन गर्ने, म्यापिङ गर्ने, आइडेन्टिफाई गर्ने र त्यसको आधारमा हामीले यही वर्षको कार्यक्रम र अलि लङ टर्मको हिसाबबाट कार्यक्रमहरू कसरी गर्न सकिन्छ भनेर हामी लागिरहेका छौँ। म हाम्रो पीडित साथीहरूलाई विचलित नहुन अनुरोध गर्न चाहन्छु। हामी सबैको प्रयत्नले फेरि पनि तपाईँहरूलाई पुनर्स्थापित गर्ने कुरामा हामी लाग्छौँ, सरकार लाग्छ। क्षति भएका व्यक्तिका घरहरूको पुनर्निर्माण लगायतका कुरामा एउटै कन्सेप्टबाट जानुपर्छ भन्ने अहिले पछिल्लो दिनमा हामीले सोचिरहेका छौँ। कहिले भूकम्प हुन्छ, कहिले बाढी पहिरो छ, कहिले आगलागी छ, कहिले के हुन्छ। त्यसो हुँदा यसको एउटा देशभरि एउटा समान भूकम्प पछिको पुनर्निर्माण सरने सुविधा दिनुपर्छ भन्ने सोचहरू सरकारले बनाएका छ देशभरि। नयाँ संविधानले स्थानीय तहलाई अरू धेरै अधिकारहरूसँगै विपद न्यूनीकरण तथा व्यवस्थापनको जिम्मेवारी पनि दिएको छ। यसमा पालिकाहरूको तदारुकता पनि बढेकै देखिन्छ। अहिले त हामी स्थानीय सरकारहरू पनि आएका छौँ, सबै वार्डमा जनप्रतिनिधिहरू पनि हुनुहुन्छ। तर यो हुँदाहुँदै पनि हामीसँग पर्याप्त मात्रामा पानीका स्रोतहरूलाई हामीले पूर्ण रूपमा व्यवस्थित गर्न सकेका छैनौँ। यद्यपि अब चाहिँ हामीले हाम्रो नगरपालिकाको एउटा कर्मचारीहरूकै संयोजकमा चाहिँ एउटा उदार टोली हामीले गठन गरेका छौँ। कार्यपालिकाले त्यसलाई हामीले पास गरिसकेको अवस्था पनि छ र त्यो अनुसार हामी अगाडि बढ्ने कुरामा हामीले आउने नीति तथा कार्यक्रम बजेटहरूमा पनि यो कार्यक्रमलाई हामी समावेश गर्छौँ। दमकलको व्यवस्थाको लागि बजेटहरू पनि केही विनियोजन गर्ने हामी सोचमा छौँ। नगरपालिकाले विपदका बेला तत्काल उद्धार कार्यमा खटिन बनाएको क्विक रेस्पोन्स टिम तालिम प्राप्त जनशक्ति होइन, पालिकाकै नियमित कर्मचारी हुन्।
नगरपालिकाले दमकल मर्मत सम्हार तथा व्यवस्थापन भनेर केही रकम छुट्याएको पनि छ, तर यत्तिको स्रोत साधन र जनशक्तिले प्रभावकारी काम गर्ला नगर्ला थाहा हुँदै जाला। यता विगतमा निजी क्षेत्र आफैले उत्साहित भएर थालेको प्रयासले चाहिँ निरन्तरता पाएको देखिएन। 71 सालमा तोक्मेमा आगलागी भए पश्चात सबैजनाले सानोतिनो आगोलाई नियन्त्रण तत्काल गर्न सकिन्छ भनेर मास रूपमै बजारमा प्रत्येक पसलमा राख्ने गरी फायर एक्सटिङ्ग्विसर राख्नुपर्छ भनेर सम्बन्धित सरकारवालाहरूको बैठकमा कुरा उठे पश्चात चाहिँ उद्योग वाणिज्य सङ्घले समन्वय गरेर फायर एक्सटिङ्ग्विसर खरिद गर्नलाई व्यवसायीहरूलाई सहजीकरण गरेको थियो र त्यसखेर करिब 250 को सङ्ख्यामा फायर एक्सटिङ्ग्विसरहरू बजारमा ल्याएर व्यवसायीहरूले सबैले आफ्नो पसलमा राखिएको छ। त्यो तर अहिले पछिल्लो अवस्थामा चाहिँ त्यो फायर एक्सटिङ्ग्विसरहरू चाहिँ रिफिलिङ गर्ने काम चाहिँ भएको छैन। आगलागीको जोखिम टरेको छैन, अरू भरपर्दो बन्दोबस्त भएको पनि छैन। तैपनि निश्चित समयमा भरिराख्नुपर्ने यस्ता उपकरणलाई किन व्यवस्था गरिन्छ? 60 सालको आगलागी पीडित मध्ये म पनि हुँ। 60 सालको आगलागी पीडित पछाडि बजारमा चाहिने रहेछ भन्ने महसुस गरेर हामीले मैले आफैले 3टा राखेँ। त्यो आगलागी सानो सानो ताप्लेजुङ बजारमा यो ठुल्ठुला आगलागी मध्ये सानो सानो पनि भएका छन् के कोही। मैले नि 3टामा त एउटा त मेरो आफ्नै घरमा प्रयोग गरेँ। रोटी पकाउँदाखेरि समस्या आएर एउटा त्यो गरेँ हैन, हतारमा गरेँ। अब 2टा चाहिँ अन्त हुँदा मैले बोकेर गरेँ। यो त एकदम उपयोग सिद्ध हो खास चाहिँ। तर हामीले यहाँ ल्याएको रिफिलिङ गर्न ल्याएको जुन छ त्यो चाहिँ यसपालि अलिक हामीले रिफिलिङ गरिरहेको छैनौँ। हामीसँग 3टा खाली छ, 2-250 होला सायद बजारभरि। त्यो खरिद गर्नुभयो भने त्यति भयो भने हामी यहीँ आएर सुरुमा प्लान्ट यहीँ स्थापना गर्छौँ भनेर गरेँ। हामीले हतारमा उनीहरूसँग गरिहाल्यौँ त्यो काम। तर पछि उनीहरूले त ठुलै प्लान्ट ल्याएर यहाँ गर्नु त पोसिबल छैन, हामी उतै लगेर गर्दैछौँ भने सुरुमा जो मान्छेसँग हामीले डिल गरेर सामान किनेको थियौँ त्यो मान्छे हामीसँग अलिक विमुख हुँदै गयो। तर अब अहिले हामीसँग भइरहेको जुन छ त्यो भाँडाको टोकरीले त काम दिने रहेछ खालीले हैन, त्यसलाई उद्योग वाणिज्य सङ्घले नै पहल गरेर त्यसलाई हामी रिफिलिङ चाँडै नै रिफिलिङ गर्ने हाम्रो सोच छ। अखबारमा आउने खबरलाई ध्यान दिएर हेर्ने हो भने ठुला आगलागीका घटनाहरू ताप्लेजुङमा मात्र सीमित छैनन्, समग्र पूर्वी पहाडमा उस्तै छ। छिमेकी जिल्ला तेह्रथुमको म्याङलुङ, सङ्क्रान्ति बजार र बसन्तपुर, पाँचथरको फिदिम, इलामको पशुपतिनगरमा पटकको आगलागीका कारण हेर्दा उस्तै छ। शत्रु र आगोलाई कहिले कम नआग्नु। यो उखानले भने जस्तै सानो झिल्कोले धेरैको सर्वस्व नाश गरेको छ। अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना व्याधिका समयमा घरभित्रै बस्नुपर्ने बेला कोङलिङवासीलाई यही आगोले बेघर बनायो। त्यसैले आगोसँग सजग रहौँ, सतर्क बनौँ।